सो हाई गाइज वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। आज चाहिँ म मेरो म जाँदैछौँ मामागर पोखरा। हाम्रो चाहिँ यति धेरै सामान भएर हामी चाहिँ अटो कुर्दैछौँ। अटो चाहिँ पाइहाल्यो अनि हामी अटोमा चढेर उत्तिखेर 5 मिनटमै बेनी झरिहाल्यौँ। अटोबाट झर्न पाएको छैन। गाडीवाला दाइहरूले चाहिँ हाम्रो गाडीमा जाम भन्दै हुनुहुन्थ्यो। अनि हाम्रो चाहिँ सानो जिप पायो अनि म चाहिँ मेरो लागि खानेकुरा किन्न आएँ। अनि टिकट काट्नु पनि रहेछ। टिकट काटेँ। मम्मी चाहिँ मेरो लागि चाहिँ भमिट नआउने दबाई ल्याउन जानुभएको थियो। लिटरली मलाई गाडीमा बस्नै हुन्न, भमिट आइहाल्छ। अनि ठ्याक्कै 11 बजे चाहिँ हामी बेनीबाट पोखराको लागि रवाना भयौँ। मलाई चाहिँ काहीँ जान पर्यो भने गाडीमा हिँड्न पर्यो भने मलाई यति धेरै म जतिको एक्साइटमेन्ट त कोही नै हुँदैन होला। लिटरली मलाई चाहिँ गाडीमा हिँड्न पनि यति धेरै मनपर्छ। अनि त्यही माथि भमिट पनि आउँछ। म सधैँ गाडीमै हिँडिरहेको हुन्छु, तर खै किन यो भमिट नआउने औषधि चाहिँ मैले 5 मिनट अगाडि खाएको भएर मलाई यति धेरै भमिट भयो बाटैभरि। कहाँ हो गाडी रोकेको थियो यो ठाउँको नाम याद भएन। मैले चाहिँ गाडीमा कच्याङ कुचुङ खाएको भएर मोमो खाएँ अनि मेरो लागि चिसो पनि लिएको थिएँ। अनि खाजा खाएर चाहिँ हामी आफ्नो डेस्टिनेसन तर्फ लाग्यौँ। जब पोखरा आउन लाग्यो तब म यति धेरै खुसी, यति धेरै यताको हावापानी नै छुट्टै। काहीँ जाने भनेपछि त यति धेरै खुसी। हामीलाई लिन चाहिँ दिदी आउनु भएको थियो। हामी चाहिँ 11 बजे हिँडेको, ठ्याक्क 1:30 बजे चाहिँ हामी पोखरा नै आएको थियौँ।